माउन्ट एभरेस्ट पावरको आइपिओ बाँडफाँड कहिले हुँदैछ? बाँडफाँड मिति र समय सार्वजनिक। नमस्ते, म आइपिओ जक्सन नेपालमा कविराज पोखरेलको तपाईहरुलाई स्वागत छ। आजको यस भिडियोमा माउन्ट एभरेस्ट पावरको आइपिओ बाँडफाँड कहिले हुँदैछ त्यस सम्बन्धित जानकारी रहेको छ। यदि तपाईहरु पनि आइपिओ भर्नुहुन्छ र रिजल्ट कहिले आउँछ भन्दै पर्खाइमा हुनुहुन्छ भने भिडियोलाई अन्तसम्म हेरेर साथ दिनुहोला। माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणको लागि निष्कासन गरेको प्राथमिक सार्वजनिक निष्कासन आइपिओ बाँडफाँड अर्को हप्ता हुने भएको छ। बिक्री प्रबन्धक एनआइएमबीएस क्यापिटल लिमिटेडले आउँदो असार 17 गते बुधबार बिहान 9 बजे आइपिओ बाँडफाँड गर्ने गरी तयारी गरेको छ। कम्पनीले असार 3 गतेदेखि असार 8 गतेसम्म सर्वसाधारणका लागि कुल 14,27,681 सेयर निष्कासन गरेको थियो। बाँडफाँड पछि 1,42,760 जना आवेदकले आवेदन सेयर पाउनेछन् भने बाँकी आवेदकको हात खाली हुने भएको छ। साथीहरू, मेरा सम्पूर्ण दर्शकहरूलाई माउन्ट एभरेस्ट पावरको आइपिओ परोस् भन्ने शुभकामना दिन चाहन्छु। यदि तपाईहरु आइपिओ सम्बन्धित शेयर मार्केट सम्बन्धित कुनै पनि जानकारीहरू लिन चाहनुहुन्छ भने आइपिओ जक्सन नेपाललाई सब्स्क्राइब गरी बेल नोटिफिकेसन अल प्रेस गरिदिनु होला र टिकटकमा म तपाईहरुलाई कविराज पोखरेल मार्फत विशेष भिडियोहरू जानकारी गराउँदै आउनेछु। जय शेयर बजार।